साथीहरू नमस्ते। आजको मेरो छोटो ब्लगमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। अब हाम्रो यात्रा सुरु हुन्छ यहाँबाट। बौनिया बजारदेखि पूर्व पश्चिम हाइवे हुँदै लम्कीचुहा नगरपालिकाको ओडा नम्बर 10 मा पर्ने चुहा बजार चोकदेखि करिब 4 किलोमिटर दक्षिणतर्फ करिब 500 मिटर तल आउँदा हामीले देख्यौं विगत वर्षौंदेखि निर्माणाधीन 15 शैय्याको चुहा अस्पताल। यो अस्पताल राजनीतिक चपेटामा परेर अहिले भूत बंगला जस्तै खण्डर जस्तै बनेको छ। यात्राकै क्रममा यो लम्की चुहा 10 मै पर्ने यो सुटैयाँ गाउँ रहेछ। यहाँको बाटो राम्रै देख्न सकिन्छ। आज हामी तपाईहरूलाई अवलोकन गराउनेछौं सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका ओडा नम्बर 5 मा रहेको ठाकुरद्वारा पर्यटकीय पिकनिक स्थल क्षेत्रको। यो ठाउँ कैलाली जिल्लाको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो। यस क्षेत्रमा अग्लो अग्लो रुख बिरुवा र हरियालीले वातावरणलाई थप रमणीय बनाएको छ। विशेष गरी गर्मीको समयमा यो ठाउँले धेरैलाई शीतल प्रदान गर्दछ। यहाँ नजिकै बग्ने नदीले यस ठाउँको शोभा अझ बढाएको छ। यस पिकनिक स्थलमा विभिन्न प्रकारका रुखहरू रहेका छन्, जसमा विशेष गरी आँपका रुखहरूले यस क्षेत्रलाई ढाकेको छ। यहाँका स्थानीय बासिन्दाहरू यो ठाउँलाई संरक्षण गर्दछन्। ठाकुरद्वारा क्षेत्रमा पर्यटकहरूको लागि आवश्यक पर्ने विभिन्न पूर्वाधारहरू जस्तै बस्ने ठाउँ र मनोरञ्जनका साधनहरूको पनि व्यवस्था गरिएको छ। यसै अनुरूप अहिले यो क्षेत्रमा स्थानीय युवाहरू थप पर्यटकीय रूपमा प्रवर्धन गर्नका निम्ति नयाँ प्रयास थालेका छन्। के भन्छन् त युवाहरू? नमस्कार दर्शकबिन, मेरो नाम चाहिँ भीम परियार। हामी चाहिँ अहिले यो बर्दगोरिया गाउँपालिका वडा नम्बर 5 मा अवस्थित यो ठाकुरद्वारा पर्यटकीय पिकनिक स्पोटमा छौँ। तपाईले जुन यो ठाकुरद्वारा पिकनिक स्पोटमा विभिन्न खाले यो रङरोगन गर्नुभएको छ र फोटो खिच्नको लागि कुरा व्यवस्थापन गर्नुभएको छ, कहाँबाट कसरी गर्नुभएको? यो चाहिँ कुनै अब सङ्घ संस्था र स्थानीय तहबाट नभएर यहाँ साथीहरूले आफ्नै अब होइन व्यक्तिगत लगानी लगाएर बनाउनु भएको छ यहाँहरूले, किनकि पर्यटकहरूलाई अलि आकर्षण गर्नको लागि। विशेष गरी यो पर्यटकहरूलाई आकर्षण गर्नको लागि दसैँ तिहार लक्षित मात्र हो कि यो लामो समयसम्म यहाँको टिकिरहन्छ? दसैँ तिहार लक्षित मात्र नभएर हाम्रो यो चाहिँ अलि दीर्घकालीन रूपमा हो। दीर्घकालीन रूपमा यो सञ्चालन गरिरहँदाखेरि यहाँहरूले फोटो सेसन गरिरहँदाखेरि विभिन्न सुरक्षाका चुनौती पनि आउलान्। यसलाई यहाँले कसरी हेर्नु भएको छ? यस्तो छ, हामीले चाहिँ के योजना बनाएको छौँ भनेपछि स्थानीय पालिकामा गएर एउटा सम्झौता बनाएर अनि त्यसपछि चाहिँ हामीले चाहिँ गाउँपालिकामा होइन गएर एउटा होइन प्रहरीसँग एउटा सम्झौता पत्र बनाएर सकिन्छ भने सुरक्षाको लागि यता प्रहरीहरूको एउटा बिट खटाउने विचार छ। यहाँको पर्यटक क्षेत्रको विकासको लागि होइन स्थानीय सरकारले के चाहिँ गर्दै जस्तो लाग्छ तपाईँहरूलाई? अब स्थानीय सरकारले यता गर्नुपर्ने त धेरै छन् होइन, तर सकिन्छ भने अहिले चाहिँ कस्तो छ, हाम्रो यो अहिले पिकनिक स्पोट हो होइन, यसमा चाहिँ अब त्यही हो, खानेपानीको अलि सुविधा छैन, अनि त्यसपछि हजुरको एउटा शौचालयको पनि व्यवस्था छैन, अरू इत्यादि। जस्तै तपाईँले यो पिकनिकमा विभिन्न खाले रङरोगन गर्नुभएको छ, पतङ्ग चङ्गाउनु भएको छ, यसमा कति लागत लगाएको छ? यसमा तपाईँको भन्दाखेरि 70,000 देखि 80,000सम्म लगानी लागिसकेछ। लगानी आफै लगाउनु भएको? आफै लगाएको। साथीहरू 4 जना छौँ, 4-5 जना साथीहरू मिलेर लगानी लगाएको। सबै व्यक्तिगत लगानी? आफै व्यक्तिगत लगाएको। यसमा वडा सरकारले के सहयोग गरिरहेको छ कि छैन? यसमा त केही सहयोग गरेको छैन। अब कुरा मात्रै भएको छ होइन, डकुमेन्ट त्यस्तो एग्रिमेन्ट गर्ने जस्तो पुरो भएको छ 1 सालको जति। अब यस्तो बिचमा यो भएर अलि पछिसम्म हुन्छ होला। यो ठाउँ अवलोकन गर्न आउने पर्यटकहरूका लागि एक उत्तम गन्तव्य हो। यहाँ आउने मानिसहरू यस ठाउँको प्राकृतिक सुन्दरताको आनन्द लिन्छन्। यस क्षेत्रको विकासको लागि स्थानीय सरकार र समुदायले पनि विशेष ध्यान दिएको छ। यो ठाकुरद्वारा पिकनिक स्थल क्षेत्र सुदूरपश्चिम प्रदेशको एक गहनाको रूपमा रहेको छ। यस ठाउँमा आउने जो कोही पनि यसको प्राकृतिक सौन्दर्यबाट मन्त्रमुग्ध हुने गर्दछन्। तसर्थ यस क्षेत्रको पर्यटन विकासको लागि स्थानीय सरकारले ध्यान दिन जरुरी देखिन्छ।